नमस्ते सबैजनालाई अनि स्वागत छ तपाईहरुलाई आजको मेरो यो भिडियोमा है। अनि तपाईहरुलाई मैले अघि एक दुईवटा भिडियो त अपलोड पनि गरेको छु है, तपाईले हेर्नु पनि भयो होला। अनि आज चाहिँ मे डे है, मजदुर दिवस तपाईहरु सबैजनालाई थाहा नै छ है। अन्त थाहा नै भएको कुरा हो। अन्त त्यही भएर हामी पनि कति घरमा बस्नु, आज चाहिँ जाउँ हौ एकछिन। आज नानीहरुको पनि स्कुल छुट्टी थियो है, यो चाहिँ हामी ढिलढिलै गएको एकछिनमै प्लान गरेर हो। अन्त हामी चाहिँ जाउँ हौ भनेर चाहिँ गएको। अनि यहीँ हाम्रै गाउँकै मुनि हो नि त, यो चाहिँ होमस्टे है, दिदीबहिनी होमस्टे भन्छ यसलाई चाहिँ। हामी धेरैपल्ट गइसकेको छौँ, तर आज पनि जाउँ हौ। अब टाढो त जानु अब टाइमै लाग्छ होइन, प्लान गर्नु पर्यो अगाडिदेखि। अन्त नजिकै हो भनेर चाहिँ हामी चाहिँ गएको नि त। अनि कति घरमा बसेर काम गर्नु भनेर चाहिँ आज चाहिँ गएको हामी पनि है। तर हामी चाहिँ यहाँ तल पुगिसकेको छौँ। एकदमै राम्रो भएको रहेछ, अहिले त झन् बाटोहरू पनि मजाले पिच भएको रहेछ होइन। यो पिच भएकोदेखि चाहिँ हामी पनि गएको थिएन, तपाईहरु पनि आउनु सक्नुहुन्छ। एकदम राम्रो छ यहाँ चाहिँ हो। आज त झन् यो मे डेले गर्दा एकदमै बेसी मान्छे बस्ने जग्गा नपाएको त्यहाँ गएर होइन। आज चाहिँ अब वेदर पनि यति दामी भएको थियो कि, तर हामी चाहिँ स्विमिङ चाहिँ गरेन। अब पुरा थियो नि त मान्छे त्यहाँ स्विमिङ पुलमा, यति साह्रो मान्छे थियो है। तर हामी चाहिँ गरेन, यसो गएर बस्यौँ होइन। अब हल्का इन्जोय, फोटोहरू खिच्यौँ, रिल्सहरू बनायौँ होइन। अन्त तपाईँले देख्न सक्नुहुन्छ यति दामी भइरहेको रहेछ। अहिले त झन् यो फुल फुल्ने सिजन होइन। अब यति दामी दामी फुलहरू फुलेको छ। यहाँ हेर्नुहोस् न, कति चाहिँ आज चाहिँ मान्छे आएको रहेछ। अन्त यहाँ चाहिँ अब गेस्टहरू पनि पुरा आएको रहेछ नि त बाहिरबाट हो। यहाँ चाहिँ अब टाढाबाट आउनेहरूले चाहिँ होल्ड गर्नु पनि सक्नुहुन्छ आएर है। अब हामी त यहीँ नजिकै हो, यसो गयो घुम्यो आयो है, इन्जोय गऱ्यो। अन्त आज चाहिँ पुरा आएको थियो, टाढाको गेस्टहरू पनि रहेछ है। अन्त बस्ने जग्गा चाहिँ विशेष चाहिँ यहाँ चाहिँ कम्ती छ नि त। अब अरू बेला त ठिकै छ, बस्ने जग्गा पाउँछ। अब यस्तो यो उयसहरूको बेलामा चाहिँ त्यस्तो बस्ने जग्गा पाउँदैन। अन्त हामी चाहिँ यहाँ 2-3 ठाउँमा बस्छौँ होइन, बस्यौँ। तर एकदमै ज्यादा गरम भएर चाहिँ फेरि लास्टमा चाहिँ हामी माथि आएर बस्यौँ नि त। यहाँ हेर्नु सक्नुहुन्छ, यहाँको भ्यूहरू यति दामी छ कि साथीहरू। तपाईँहरू पनि एक दिन अब आउनुहोस् है, टाइम निकालेर है, प्लान गरेर मजाले मिलाएर आउनुहोस्। एकदमै राम्रो छ। यो चाहिँ लोवर कोलबुङ गर्सिङ्गेमा पर्छ है। अन्त यहाँ हेर्नुहोस् न, कति चाहिँ आएको रहेछ आज चाहिँ होइन, तपाईँले पनि देख्न सक्नुहुन्छ। स्विमिङ पुलमा त झन् यति साह्रो मान्छे छ है। मैले यो चाहिँ माथिबाट भिडियो गरेको, तर लास्टमा चाहिँ हामी माथि सऱ्यौँ नि त, बेसी गरम भएर होइन। त्यहाँबाट चाहिँ हामी माथि बस्यौँ, त्यहाँको खिड्कीबाट चाहिँ मैले यो चाहिँ भिडियो लिएको साथीहरू है। एकदमै राम्रो भ्यूहरू देख्छ। यहाँ हेर्नुहोस् न, कति चाहिँ थियो आज चाहिँ मान्छे हो, एकदम दामी देख्छ यहाँबाट चाहिँ के भ्यूहरू। अन्त हामी चाहिँ यहाँ अब केहरू, यहाँ हामी चाहिँ कोल्ड ड्रिङ्क्सहरू माथि दोकानबाटै किनेर लगेको थियो नि त हो। अन्त हामी चाहिँ यहाँ बसेर है खाँदै बसिरहेको छौँ हो। आज चाहिँ हामी टाढो नगएको नि त, नानीहरूको ट्युसन पनि थियो हो। ट्युसन छुट्टी भएर चाहिँ गएको नि त। अब गाउँमा यस्तो राम्रो है होमस्टेहरू छ, त्यहाँबाट गाउँकोलाई नै अब प्रायोरिटी दिएको नि त साथीहरू। टाढो जानु त अब समय लाग्छ, टाइम होइन, प्लान मिलाउनु पऱ्यो, नानीहरूको छुट्टी मिलाउनु पऱ्यो, आफ्नो पनि घरमा मिलाउनु पऱ्यो। अन्त यो त गाउँकै त हो भनेर एकैछिनमा प्लान गरेर गएको, राम्रै भयो, मजा आयो है, इन्जोय गऱ्यौँ। अन्त यहाँ हेर्नुहोस् न, हामीले चाहिँ यस्तोहरू लगेर गएको थियो नि त, कोल्ड ड्रिङ्क्सहरू, भुजाहरू हो। तर लास्टमा मोमो चाहिँ पाएन नि त हामीले, खाजा चाहिँ कि मोमो चाहिँ अर्डरमा मात्रै रहेछ। तर हामीले चाहिँ मेगी बनाइ माग्यौँ नि त त्यहाँको भाइहरूलाई हो। त्यहाँबाट मेगी बनाएर ल्याइदिएछ, त्यहाँबाट चाहिँ हामी चाहिँ अब चाहिँ खानु आँटेको। एकदम दामी बनाइदिएको थियो मेगी पनि हो। तपाईँहरूले अब जे माग्नुहुन्छ त्यही बनाइदिन्छ त्यहाँ चाहिँ है। आफूले लगेर सामानहरू लगेर, मासुहरू लगेर क्या सेक्वा बनाएर खाँदा पनि हुन्छ, त्यहाँ सबै एभाइलेबल छ अब है। आज चाहिँ यस्तो दामी मौसम भएको थियो नि त हो, एकदमै राम्रो भएको थियो। दिन पनि, दिनले पनि एकदमै साथ देख्थ्यो हो। त्यहाँबाट चाहिँ लास्टमा चाहिँ अब चाहिँ हामी चाहिँ घर फर्किने बेलाको उयो चाहिँ साथीहरू हो। त्यहाँबाट चाहिँ हामी घर फर्किनु आँटेको बेलाको यो चाहिँ भिडियोहरू लिएको। यहाँ चाहिँ साथीहरू रिल्स बनाउँदै नाच्दैछ हो।
एकदम मजै आयो। एकछिनको प्लान मिलेर गएको होइन। एकदमै यो टाइममा चाहिँ प्रायः मान्छे फर्किसकेको थियो टाढाको चाहिँ होइन, र पनि पुरै त्यो मान्छे चाहिँ त्यहाँ त्यो हावाघरमा ड्याम्मै थियो हो। कोही स्विमिङ गरिरहेको थियो, हामी त स्विमिङ चाहिँ गरेन, त्यो ज्यादा मान्छे थियो नि त हामी जाँदा चाहिँ स्विमिङ पुलमा हो, त्यहाँ चाहिँ हामी चाहिँ गरेन हो। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, एकदमै दामी छ। होल्ड गर्दा पनि हुन्छ आएर हो, सबै एभाइलेबल छ यहाँ चाहिँ। त्यहाँबाट चाहिँ हामी उकालो चाहिँ फोटो खिच्दै रिल्स बनाउँदै हो, त्यही त हो केटीहरू है, रिल्स बनायो फोटो खिच्यो होइन। त्यहाँबाट चाहिँ हामी चाहिँ फर्केको अब चाहिँ। अन्त तपाईँहरूलाई मेरो भिडियो मन परेन लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। बाई बाई सबैजना।